आउँदैन नाति ठुलो हुनु प्रधानमन्त्री मन्त्री हुनु मेरो त्यस्तै यतापट्टिको हावै लाग्यो अनि धेरै ज्ञानी हुनु आमाले भनेको कुरो मान्नु इन्टेलिजेन्ट बाजे यस्तो थिए भनेर भन्नु ल बाजेलाई नबिर्सनु नि डोन्ट फर्गेट ग्रान्डफादर भनेर इङ्ग्लिसबाट भन्ने ल ग्रान्डफादरलाई बिर्सनु है ल सेवा उठेर जाऊ बाजेलाई उता गर्छु माइजोलाई मामालाई अब सेवा बिस्तारै गरौँ न है ल यता हामीलाई चाहिँ यसो ढोक्दै गरौँ न त ल नाति भाग्य मानिदो सालै पछि आउला मामाइजु हामी त हेन्चेक पो गर्ने हो त कहाँ नमस्ते हेन्चेक पो हैन कतिखेर मोटा आएछ हौ तल रोडमा निस्किहाल्दैन है नानी चाहिँ उतै काठमाडौँमै राख्नुहुन्छ हजुर होइन यही छ नि यहाँ आमा 3 जना यहाँ 2 जना गान्धी म उता 2 जना बाहिर कतिमा पढ्नुहुन्छ नाति आउँदैन पढ्न र हो त छोरोलाई दिमाग खै के खाल्लो छ बिस्तारै आउँछ आफ्नो भाग्य आफैले गर्ने अर्काको भाग्य मानेर त्यसो आशिक मात्रै आशिक कान्छाले भने दिँदैन त आशिक दिने मेरो कान्छाले यो बसेर चाहिँ त कति पढ्नु पर्छ बसेर बिस्तारै गर ओ डुबुङमा काकी काम बुङमा काम बतिरे म का अलिक बिस्तारै लगाउनु त्यो जबरजस्ती होइन अब यस्तै होइन अरे भन्छ नि अमुकलाई थाहा छैन खोइ नातिले बुङमा खोइ भइसक्यो ए तिमी पो बाठी म ठिक लगाइदिनु नातिले त बुङमा त नि हो त काकी नमस्कार हो त छिटो मिठो ठिकै हो त होइन लु अब भदै अब कन्ट्याक्ट भएन होला अब लु अब आउँछु दिदीसँग जाँदै गर्नु त माने उनी के अरे मिनाले यसो मुक्त के भन्छ गर्नुपर्छ भन्ने कहाँ होइन अघि नै उ भएपछि भइसक्यो उनी बाजी नभएर पनि उनीहरूको के अरे बाहुना भइगयो नि बाहुन